हेलो महेन्द्र, इमर्जेन्सी केस छ? कस्तो केस छ? ए ल ल म आइहालेँ। Sir, namaste. Okay. Hello Mahendra, where is the case? So this is the case. Show me the report. Sir, this is the report, sir. The report is fine. You can proceed for operation. Give me the scalpel. The case is solved. मेटक नेपालमा सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। म डाक्टर महेन्द्र चापागाईको तर्फबाट। आज हामी बुलबुल फार्ममा छौँ र हाम्रो मिनी पोडकास्टको पहिलो एपिसोड हाम्रो गेस्ट डाक्टर पवन तिवारी सर, जनरल एन्ड ल्याप्रोस्कोपिक सर्जनलाई हामीले यस प्रोग्राममा बोलाएका छौँ र हाल उहाँ अहिले लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलमा कार्यरत हुनुहुन्छ। हामीले आजको यस एपिसोडमा छोटो मिठो गफ उहाँसँग गर्नेछौँ, बाँकी कुरा उहाँसँग। सर नमस्कार। सर्वप्रथम त सरलाई स्वागत गर्न चाहन्छु मेरो प्रोग्राममा। धन्यवाद। हाल अहिले दिनचर्या चाहिँ सर हजुरको कसरी बितिरहेको छ? म अहिले लुम्बिनी मेडिकल कलेजमा एन्ड टिचिङ हस्पिटल प्रभास पाल्पामा कार्यरत छु। अहिले बिहान प्राय जस्तो हामी चाहिँ दिनभरि बिरामीको हेर्ने, जाँच्ने र अब कहिलेकाहीँ क्लासहरू पनि लिनुपर्ने हुन्छ। एमबिबिएस स्टुडेन्टहरूले पढाउनु पर्ने अवस्था आउँछ। सर सिधै विषयवस्तुतिरै छिर्न चाहन्छु म। हजुर, हुन्छ। सर सामान्यतया मलाई एउटा कुरा मनमा लागेको, जनरल सर्जनले चाहिँ कुन कुन कुरा रोगहरूको चाहिँ उपचार गर्नुहुन्छ? धेरै जस्तो मानिसहरू सम्झन्छन् कि जनरल सर्जन भनेको मात्र अपरेसन गर्ने डाक्टर, तर वास्तवमा त्यो चाहिँ होइन। धेरै जस्तो रोगको उपचार सर्जरीले मात्र नभइकन धेरै जस्तो रोगहरू औषधिमूलकले पनि उपचार गर्न सकिन्छ। त्यसको लागि सबैभन्दा पहिला समयमै विशेषज्ञ चिकित्सकसँग परामर्श समयमै लियो भने त्यसको लागि हामीले औषधिबाट उपचार गर्न सकिन्छ। र कहिलेकाहीँ अब रोगको परिस्थितिहरू कस्तो प्रकारको प्रवृत्ति छ, रोग प्रवृत्तिहरू हेरेर त्यो जाँचबुझ गरेर सही ठाउँमा सही डाक्टरसँग आयो भने त्यसलाई हामीले छिनोफानो गरेर अपरेसन गर्ने कि औषधिबाट उपचार गर्ने त्यो चाहिँ सम्भव हुन्छ। त्यही भएर रोगको प्रवृत्तिले मात्र मूल्याङ्कन गर्छ कि अपरेसन गर्ने कि औषधिबाट निको पार्ने। सर सामान्यतया मान्छेहरू यो सर्जरी भन्ने बित्तिकै डराउँछन् नि सर, यसलाई चाहिँ थोरै? सर्जरी भन्ने बित्तिकै सबैले डराइराख्नु पर्दैन। खासैमा सर्जरी सबैमा गरिराख्नु पर्दैन। चाहिने रोगमा मात्र सर्जरी गर्ने हो। सर्जरी गर्नै पर्यो भने गर्नुपर्ने हो। जस्तै लास्ट विकल्प भनेको सर्जरी हो। सुरुमा हामी सकेसम्म औषधिले निको हुने कुरा हो भने, निको हुने रोग छ भने हामीले सकेसम्म औषधिले निको पार्छौँ। यदि त्यसले भएन भने, रोगको प्रवृत्ति झन् बिग्रिँदै गयो भने बल्ल अपरेसन गर्नेतिर लाग्छौँ। सर मलाई अर्को पनि एउटा जिज्ञासा लागेको, सामान्यतया हाम्रो सर्जरी डिपार्टमेन्टमा कस्तो किसिमको बिरामीको चाप चाहिँ बढी छ सर? हाम्रो सर्जरी डिपार्टमेन्ट प्राय यहाँ सर्जरी डिपार्टमेन्टमा हामीले हेर्ने भनेको एपेन्डिसाइटिसको बिरामीहरू, हर्नियाको बिरामीहरू, कहिलेकाहीँ पित्तथैलीमा ढुङ्गा लिएर आउनुहुन्छ, कहिलेकाहीँ स्तनमा क्यान्सर भएको, कहिलेकाहीँ यो घाँटीमा क्यान्सर भएको, अरू कहिलेकाहीँ ढाड दुख्ने त्यस्तो बिरामीहरू, प्रोस्टेट सम्बन्धी समस्या, पिसाब रुक्ने, पिसाब चुइने र कहिलेकाहीँ पिसाब बन्दै भएर झ्याप्टै बन्द भएर त्यस्तो र चोटपटक लागेर ट्रमाको केस, जस्तै ट्रमाको केस, पेटमा चोटपटक लागेको त्यस्तो बिरामीहरू प्राय आउनुहुन्छ। रोड साइडमा हाम्रो मेडिकल कलेज भएको कारणले गर्दाखेरि त्यहाँ प्राय हामी ट्रमाको बिरामीहरू पनि हेर्नुपर्ने हुन्छ। सर अनि हजुरलाई लाइफमा एउटा मेमोरेबल कुनै त्यस्तो इभेन्ट, कुनै केस छ भने सर हाम्रो दर्शकहरूलाई बताइदिनुहोस् न। छ, एकदम गजबको केस छ। एकजना म काठमाडौँमा कार्यरत हुँदाखेरि, काठमाडौँ मोडल हस्पिटलमा कार्यरत हुँदाखेरि त्यहाँ एकजना युवती हुनुहुन्छ, करिब भर्खरको युवती, 20-21 वर्षको युवती। उहाँलाई सधैँ पेट दुख्ने, अनि आफ्नो पेट दुख्ने, माथिल्लो पेट दुख्ने, आफ्नो खुसी उहाँ चाहिँ औषधि लिएर जानुहुन्थ्यो र बिना डक्टरको परामर्श अनुसार आफै खुसी पेट दुख्यो भनेर औषधि खानुहुन्थ्यो। अनि त्यो औषधि
यस्तै यस्तै धेरै समयसम्म लामो समयसम्म औषधि खानुभयो, तर एक दिन के भयो अचानक उहाँ अफिसबाट औषधि खाएर पनि निको भएन, तर उहाँ चाहिँ एकदम पेट दुखेर गाह्रो भएर अनि हाम्रो अस्पतालमा आउनुभयो र हामी त्यहाँ फाइनल्ली उहाँलाई एडमिट गऱ्यौँ, इमर्जेन्सीमा हेऱ्यौँ, एडमिट गऱ्यौँ, औषधिमूलकहरू चाहिँ दियौँ र फाइनल्ली हामीले कन्क्लुजन गऱ्यौँ कि उहाँको आन्द्रामा पाल परेको रहेछ। तर अनि त्यसपछि हाम्रो अपरेसन गर्ने टिमले सडन डिसिजन लियो कि उहाँलाई अपरेसन चाहिँ गर्नुपर्ने हुन्छ। अनि हामीले अपरेसन सही समयमा अपरेसन गऱ्यौँ र अपरेसन गरिसकेपछि उहाँलाई हामीले राम्रोसँग अपरेसन गरेर उहाँलाई छिटो छरितो अनि अपरेसन सफलतापूर्वक उहाँलाई घर फर्काउने बाटो बनायौँ। अनि त्यो अपरेसन गरिसकेपछि उहाँको बिरामीको र बिरामीको फ्यामिलीमा जुन मुस्कान भयो, मुस्कान आयो, खुसी हेर्दाखेरि हामीले आफ्नो उपाधि हासिल गरेकोमा धेरै गर्व लाग्छ। अनि त्यसैले हामी चाहिँ समयमै अस्पताल समयमै जानुपर्छ, समयमै चिकित्सकको सल्लाह लिनुपर्छ। सर सामान्यतया कस्तो कस्तो खालको बिरामी चाहिँ ढिला आउँदा जोखिमपूर्ण हुन्छ सर? जस्तै हामी चाहिँ अहिले यहाँ लुम्बिनी मेडिकल कलेजमा म चाहिँ कार्यरत छु है। यहाँ चाहिँ प्रायः जस्तो यो ठाउँमा धेरै जसो पहाडी भेगबाट बिरामीहरू आउनुहुन्छ। उहाँहरू आउँदाखेरि के हुन्छ कि उहाँहरू कहिलेकाहीँ दुखाइ भयो भने, धेरै दुखाइ, पेट दुख्यो है, कहिलेकाहीँ पेट दुख्यो, धेरै दुख्यो भने, पिसाब रोकियो भने पनि उहाँहरूले बाहिरको औषधिमूलकहरू, घरेलु औषधिमूलकहरू उपचार गर्नुहुन्छ र सानोतिनो पसलमा गएर औषधि किनेर खानुहुन्छ। तर त्यसले त्यो वास्तविक निवारण, रोगको निवारण हुन एकछिनको लागि निको हुन सक्छ, तर वास्तविक उहाँहरूले रोग लुकाएर बसिरहनुहुन्छ। तर उहाँहरू एकैचोटि रोग बल्झियो भने कहिलेकाहीँ के हुन्छ भने हाम्रो एपेन्डिक्सहरू हुन्छ, त्यो सुन्निएर फुट्न सक्छ र फुटेर पेरिटोनाइटिस गराउन सक्छ। पेरिटोनाइटिस भने कहिलेकाहीँ बिरामीहरू सेप्सिसमा एकदम जटिलता, सङ्क्रमण रोगहरू, पेटमा सङ्क्रमण रोगहरू भयो। अनि त्यस्तो भएपछि उहाँहरू एकदम जटिल भएर आउनुहुन्छ। कहिलेकाहीँ कुनै बिरामीहरू प्रोस्टेट धेरै गाह्रो भयो भने, पिसाबहरू झ्याप्पै रोकेर पनि त्यस्तो बिरामीहरू पनि आउनुहुन्छ। तर त्यो आउँदा उहाँहरूलाई धेरै ढिला भइसकेको हुन्छ है। त्यही भएर हामीले यस्तो साधारण पेट दुख्यो है, पेट दुख्यो, कुनै नर्मल भन्दा एबनर्मल केही लक्षणहरू, शरीरमा त्यस्तो केही लक्षण भयो भने हामी त्यो बाहिरको औषधिमूलक झारफुकहरू गरेर त्यहाँ घरमा बस्नु भएन है। त्यसको लागि सकेसम्म चाँडोभन्दा चाँडो अस्पताल आउने र अस्पतालमा विज्ञ डाक्टरसँग जो हुनुहुन्छ त्यो सम्बन्धी विज्ञ डाक्टरसँग छलफल गर्ने, सल्लाह गर्ने र समयमा औषधिमूलक र उपचार गऱ्यो भने चाहिँ हामी बिरामीहरूलाई समयमै बचाउन सक्ने सफल हुन्छौँ है। सर सामान्यतया हाम्रो गाउँघरमा पनि देखिराख्ने एपेन्डिसाइटिसको बारेमा केही प्रश्नहरू राख्न चाहन्छु। सोध्दा हुन्छ। वास्तवमा यो एपेन्डिक्स भने चाहिँ खास के रहेछ? एपेन्डिक्स भनेको यो हाम्रो ठुलो आन्द्रा हुन्छ नि, आन्द्राको तल्लो भागतिर एउटा ट्युब लाइक सानो पातलो ट्युब हुन्छ, एप्रोक्सिमेटली 6 देखि 10 सेन्टिमिटर जति हुन्छ है। त्यो कहिलेकाहीँ के हुन्छ भने त्यसलाई हामी एपेन्डिक्स भन्छौँ है। त्यो अब एपेन्डिसाइटिस भनेको त्यो आन्द्राको जुन ठुलो आन्द्राको सानो ट्युब लाइक स्ट्रक्चर, त्यहाँ मुखमा अलिकता ब्लक भइदियो भने, जस्तै ब्लक हुने कारण जस्तै दिशाहरू अड्केर ब्लक भइदियो, त्यहाँ लिम्फ नोड भन्ने हुन्छ, त्यहाँ त्यो धेरै ग्रोथ भएर त्यो ब्लक गरिदियो। त्यस्तो कुराहरूले गर्दाखेरि त्यो आन्द्रा ब्लक भयो भने त्यो एपेन्डिक्स सुन्निने हुन्छ र सुन्नेपछि बिस्तारै ब्याक्टेरियल ग्रोथहरू हुने, ग्रोथ भएपछि अनि तिनीहरू फुट्ने हुन्छ। फुटिसकेपछि चारैतिर फोहरहरू जम्ने, फोहर जमिसकेपछि इन्फेक्सनहरू फैलिने र पेरिटोनाइटिस भन्ने, जेनरलाइज पेरिटोनाइटिस भन्ने कन्डिसन डेभलप हुन्छ, सिचुएसन त्यस्तो डेभलप हुन्छ। अनि जसले गर्दाखेरि बिरामीहरू सेप्सिसमा जाने, मल्टिपल अर्गन धेरै जस्तो अङ्गहरू फेल हुने र बिरामीको फाइनल्ली अन्तिममा बिरामीको डेथ हुन सक्ने चान्सेस हुनसक्छ। त्यही भएर समयमै पेट दुख्यो भने व्यवस्था नगरी अस्पतालमा आएर विशेषज्ञ चिकित्सक जस्तै शल्य चिकित्सक डाक्टरहरूसँग परामर्श लियो भने हामीले समयमै त्यो पेरिटोनाइटिस हुने कन्डिसनबाट बिरामीलाई बचाउन सकिन्छ। अनि बचाएर समयमै उपचार गरेर उहाँलाई चाँडोभन्दा चाँडो निको घर बनाएर बिरामीको मुखमा अनुहारमा हामी हँसिलो अनुहार पारेर बिरामी र बिरामीको आफन्तलाई खुसी पारेर हामी बिरामीलाई घरमा सजिलै पठाउन सकिन्छ। त्यही भएर व्यवस्था चाहिँ गर्नुहुन्न। सानोतिनो केही अबनर्मल भयो भने, केही नर्मल भन्दा केही अबनर्मल लक्षणहरू देखियो भने तुरुन्तै अस्पताल आउनु पर्ने हुन्छ।
सर यो एपेन्डिक्सको सर हाम्रो शरीरमा के काम हुन्छ र सर त्यस्तो केही छ? पहिला पहिला चाहिँ भन्थ्यो कि एपेन्डिक्सको खासै काम छैन, तर धेरै जस्तो लिटरेचरमा पहिला भन्थ्यो, तर अहिले आएर एपेन्डिक्सको काम चाहिँ भनेको छ। केही केही लिटरेचरहरूले एपेन्डिक्सको काम हुन्छ। कहिलेकाहीँ एपेन्डिक्सले के गर्छ भने हाम्रो एपेन्डिक्समा कहिले लिम्फ नोड लिम्फेटिक टिस्युहरू ग्रोथ हुने, त्यसले गर्दाखेरि हामीले ब्याक्टेरिया ग्रोथ ब्याक्टेरियाहरू राम्रो ब्याक्टेरिया आन्द्राको ब्याक्टेरियाहरूलाई इम्युन त्योबाट हाम्रो दिने हुन्छ, इम्युन हाम्रो राम्रो पार्ने काम गर्छ। त्यस्तो कुराहरूमा अहिले चाहिँ भूमिका इम्युनिटी हाम्रो बढाउने त्यस्तोमा भूमिका खेलेको छ। सर अब एपेन्डिसाइटिस भएको बिरामीले कति घन्टाभित्र चाहिँ हस्पिटल आयो भने राम्रो हुन्छ र ढिला कति भयो भने चाहिँ त्यसले के अप्ठ्यारो? सकेसम्म एपेन्डिसाइटिस जस्तै एपेन्डिसाइटिस हुनलाई बिरामीले यदि इनकेस बिरामीलाई सुरुमा यो नाइडोको वरिपरि दुखाइ हुन्छ, त्यो दुखाइ तल्लो पेटतिर राइट साइडको तल्लो पेटतिर दुखाइ सर्दै जान्छ है। त्यस्तो दुखाइ बिरामीहरूले अनुभव गरे र त्यो दुखाइ कम हुँदै गएन भने या वाकवाकी लाग्ने, बान्ता आउने, ज्वरो आउने त्यस्तो समस्याहरू लक्षणहरू देख्यो, औषधि खाएर पनि औषधिमूलक खाएर पनि दुखाइ कम भएन अनि अप्ठ्यारो हुँदै गयो भने तुरुन्तै अस्पताल सकेसम्म यति भन्ने उति भन्ने समयको निर्धारण भन्ने हुँदैन। त्यस्तो सङ्केत फिल भयो भने बिरामी तुरुन्तै अस्पताल चाहिँ आउनुपर्ने हुन्छ र समयमै शल्य चिकित्सकसँग परामर्श लिएको राम्रो हो। सर सामान्य पेट दुखाइ र यो एपेन्डिसाइटिसमा हुने दुखाइमा के त्यस्तो फरकहरू छन् सर? धेरै फरक छन्। अघि मैले हजुरलाई भने कि सामान्य पेट दुखाइ भनेको अरू ठाउँमा पनि दुख्न सक्छ नि, तर एपेन्डिसाइटिसको पेट दुखाइ भनेको प्राय जसो यो नाइडोको वरिपरि दुख्ने हुन्छ सुरुमा र त्यो दुखाइ तल बिस्तारै बिस्तारै सर्दै चाहिँ हाम्रो राइट साइडको यो तल्लो त्यो पेटतिर दुखाइ हुन्छ बढी, अनि अर्को वाकवाकी लाग्ने, ज्वरो आउने, बान्ता आउने हुनसक्छ। तर अरू सामान्य दुखाइमा अलिकता त्यस्तो एकदम टिपिकल हाम्रो एपेन्डिसाइटिसको लक्षण जस्तो चाहिँ देखिँदैन। सर अनि यो एपेन्डिसाइटिस हुने जोखिमका कारण हुन्छ, जोखिमहरू के कस्ताहरू छन्? जोखिमहरू त यदि समयमा उपचार गरिएन भने अघि मैले हजुरलाई भने जस्तै जो उपचार गरिएन भने एपेन्डिक्स सुनेपछि फुट्छपछि इन्फेक्सनहरू हुन्छ, इन्फेक्सनपछि पुरै पेटभरि इन्फेक्सनहरू फैलिन सक्छ अनि जसले गर्दाखेरि पेरिटोनाइटिस डेभलप हुन्छ, अनि त्यसले गर्दाखेरि पेरिटोनाइटिस डेभलप हुन्छ, इन्फेक्सन फैलेर सेप्सिसमा पेसेन्ट चाहिँ सेप्सिसमा जान सक्छ र मल्टिपल अर्गनहरू फेलियर हुन्छ। हरेक विभिन्न अङ्गहरू चाहिँ जोखिमपूर्ण हुन्छ र फाइनली समयमा उपचार गरेन भने बिरामीको जानसम्म जान सक्छ। त्यही भएर समयमै शल्य चिकित्सकसँग परामर्श गरेको चाहिँ राम्रो हो नि त। सर सामान्यतया यो पित्त थैली भनेको चाहिँ खास के रहेछ सर? खासमा पित्त थैली भनेको एउटा सानो थैली जस्तो हो है, जसले हाम्रो यो राइट साइडमा कलेजोको तलतिर बसेको हुन्छ है। त्यसको काम भनेको हाम्रो युजुअली हाम्रो जो कलेजोमा हुन्छ नि जुन बाइल भनेको पित्त भनेको त्यो पित्त युजुअली प्रोडक्सन आइरहेको छ, तर केही मात्रामा सानो आन्द्रामा जान्छ है, सानो आन्द्रामा र बाँकी रहेको एक्स्ट्रा पित्तहरू जुन हुन्छ त्यो पित्त थैलीमा आएर जम्मा भएर बसिरहेको हुन्छ। अनि त्यसको काम भनेको अब हामीले सानो थोरै मात्रामा चिल्लोहरू खायो भने त्यो पित्त बाइलबाट कन्टिन्युअस आएर त्यो चिल्लोलाई इजिली डाइजेस्ट गर्छ, तर एक्सेस एमाउन्टमा त्यसरी लियो भने अब हाम्रो पित्त थैलीले के गर्छ भने त्यो सेन्स मात्रा धेरै भयो भने त्यो पित्त थैली आफै एक्सक्रिएट गर्छ, मिन्स फाल्छ, पित्त फाल्छ र त्यसले गर्दाखेरि हाम्रो शरीरको यो बोसुको पाचनलाई सन्तुलन बनाउने काम गर्छ। सर यो पित्त थैलीमा पत्थरीको समस्या पनि हाम्रो समाजमा चाहिँ नर्मली देखिराखेकै हुन्छ होइन सर, यसको बारेमा पनि केही? हाम्रो समाजमा प्राय जसो यो पित्त थैली हुनुको कारण जस्तै कि 40 वर्ष कटेका महिलाहरूमा बढी देखिएको छ है। त्यसमा पनि अब जो रिप्रोडक्टिभ एजमा बच्चा दिने प्रजनन गर्ने एजमा त्यस्तोमा देखिएको छ, मोटो मान्छेहरूमा देखिएको छ र लामो समयसम्म खाली पेट बस्नेहरू त्यस्तोमा पनि देखिएको छ। सर यो बोसोयुक्त खाना खायो भने यसमा चाहिँ केही फरक पर्छ सर? बोसोयुक्त खाना खायो भने अघि मैले भने नि हजुरलाई, थोरै मात्रामा खायो भने खासै केही फरक पर्दैन है, तर एकैचोटि झ्याप्पै धेरै खायो भने हाम्रो अलिकता समस्या आउन सक्छ। सर अब यो पित्त थैलीमा पत्थरी हुँदैमा लक्षण देखिन नै पर्छ अथवा
कस्तो बेलामा चाहिँ लक्षण देखिन्छ त सर? सबै पित्त थैलीमा ढुङ्गा हुँदैमा सबैलाई लक्षण हुन्छ भने पनि छैन। कतिपय मान्छेहरूमा पित्त थैलीमा ढुङ्गा भयो भने त्यो चाहिँ तपाईँको लक्षण नदेखिन पनि सक्छ र कतिपय ढुङ्गाहरू भयो भने लक्षणहरू देखिन सक्छ। जस्तै अब ठुलो ढुङ्गाहरू छ पित्त थैलीमा ढुङ्गा छ भने बिना लक्षणको बसिरहेको छ र समस्याहरू केही पनि देखाउँदैन र कुनै बेला शल्य चिकित्सकसँग यदि इनकेस त्यो कुनै अरू कारणवश कुनै डक्टरसँग गएर हाम्रो जाँच पडताल गर्नुभयो भने साधारण भिडियो एक्सरे गऱ्यो भने त्यसमा ढुङ्गा देखियो, तपाईँको पित्त थैलीमा ढुङ्गा देखियो भयो भने त्यो एसिम्टोमेटिक भए पनि शल्य चिकित्सकले कहाँ उहाँ परामर्श लिँदा जाँदाखेरि त्यो ढुङ्गाको अपरेसन गर्नुपर्छ कहिलेकाहीँ सल्लाह दिनुहुन्छ है। तर त्यो स्वाभाविक नै हो, किनभने ढुङ्गा धेरै बढ्दै गयो भने लामो समयसम्म ढुङ्गा बढ्दै गयो भने 10 वर्ष 20 वर्ष 20 वर्षपछि त्यो ढुङ्गाले नराम्रो रोग पित्त थैलीको क्यान्सर भन्ने समस्या ल्याउन सक्छ। अनि कहिलेकाहीँ सानो सानो ढुङ्गा पित्त थैलीमा छ भने त्यो पित्त थैलीले के गर्छ भने सुरुमा केही लक्षण नदेखेपछि पछि के हुन्छ भने सानो सानो ढुङ्गाहरू पित्त थैलीमाबाट झरेर यो जुन प्यानक्रियास सयपत्र हुन्छ त्यसको नलीमा आएर अड्क्यो भने सयपत्र सुन्निने ठुलो समस्या ल्याउँछ। त्यो एकदम जटिलता सयपत्री सुन्निएर जटिलता ल्याउने गर्छ। त्यही भएर पित्त थैली कहिलेकाहीँ नदेखे लक्षणहरू नदेखिन पनि सक्छ र कहिलेकाहीँ देखिन सक्छ। त्यही भएर यो चाहिँ यो शल्य चिकित्सकले डिसाइड गर्ने हो कि अपरेसन गर्नुपर्छ कि गर्नु पर्दैन भन्ने कुरा। सर सामान्यतया कस्तो केसहरूमा कस्तो अवस्थाहरूमा चाहिँ पित्त थैलीको पत्थरीमा चाहिँ अपरेसन चाहिँ आवश्यक पर्छ? जस्तै अघि मैले भने नि हजुरलाई ठुलो ढुङ्गा छ है 3 सेन्टिमिटर जस्तै ठुलो ढुङ्गा छ, लक्षणहरू पनि देखेको छैन भने त्यस्तोलाई अपरेसन गर्नुपर्ने हुन्छ। कहिलेकाहीँ हामीले अब पित्त थैलीमा सानो सानो ढुङ्गाहरू छ है, सानो सानो ढुङ्गाहरू, त्यो ढुङ्गाहरू आएर यो सयपत्रीको नलीहरू ब्लक गरिदियो भने त्यहाँ सयपत्रीहरू सुन्ने समस्या हुनसक्छ। त्यस्तो कन्डिसनहरूमा पनि अपरेसन गर्नुपर्ने हुनसक्छ। सर यो पित्त थैलीमा पत्थरी भयो र यसमा सङ्क्रमण भयो भने त्यसलाई चिन्ने लक्षणहरू के कस्ता छ? जस्तै त्यस्तो अब कहिलेकाहीँ यो पित्त थैलीलाई सुन्ने बनाउने भनेकै पित्तको ढुङ्गाले गर्दाखेरि हुनसक्छ र अरू इन्फेक्सनहरू प्याथोलोजी अरू इन्फेक्सनहरूले गर्दाखेरि हुनसक्छ है, ब्याक्टेरियल इन्फेक्सनहरूले। जस्तै कहिलेकाहीँ बिना पित्तमा ढुङ्गा भइकन पनि पित्त थैली सुनिने कन्डिसनहरू हुनसक्छ। त्यसलाई हामी क्याल्कुलस कोलेसिस्टाइटिस भन्छौँ। त्यो चाहिँ अरू रोगले जस्तै डेङ्गुले गर्दाखेरि पहिला पित्तहरू, टाइफाइडले गर्दाखेरि पनि पित्तहरू इन्फेक्सनले गर्दाखेरि सुनिने हुन्थ्यो। तर हामी चाहिँ अहिले आजको परिवेशमा चाहिँ हामीले ढुङ्गा पित्त थैलीमा ढुङ्गा भएर कोलेसिस्टाइटिस मिन्स पित्त थैली सुन्निएको भन्ने छलफल गरेको कारणले गर्दाखेरि पित्त थैलीमा ढुङ्गा पित्त थैली सुन्नियो भने हामीले चिन्ने तरिका भनेको बिरामीहरूले प्राय यो हाम्रो माथिल्लो राइट अप्पर एब्डोमेन भन्छ कि माथिल्लो राइट साइडतिर दुखाइ हुन्छ है, दुखाइ हुन्छ र ज्वरो आउन सक्छ है। त्यो दुखाइ कम हुँदैन, ज्वरो आउन सक्छ अनि वाकवाकी लाग्ने त्यस्तो बान्ता आउने पनि हुनसक्छ। त्यस्तो लक्षणहरू लिएर आउन सक्नुहुन्छ। सर यो हाम्रो शल्यक्रियाको विभागमा चाहिँ सामान्यतया एउटा अर्को पनि एउटा कमन चाहिँ एउटा हर्निया भन्ने समस्या छ सर। सर वास्तवमा हर्निया भनेको चाहिँ खास के रहेछ? हर्निया भनेको वास्तवमा पेटको भित्रको भागको कमजोर भयो भने त्यहाँबाट बोसो या यो आन्द्राको भागहरू बाहिर निस्किने, त्यो कमजोर भइसकेपछि कहिलेकाहीँ त्यो बाहिर आएको डल्लोहरू बिरामीहरूले फुल्लेको सुन्निएको र खोक्दाखेरि कन्दाखेरि त्यो डल्लो आउने जाने त्यस्तो समस्याहरू लिएर आउनुहुन्छ। कहिलेकाहीँ त्यस्तो समस्याहरू लिएर आउनुहुन्छ बिरामीहरू। धेरै भारी बोक्नाले हर्नियाको जोखिम त्यस्तो बढ्ने घट्ने के हुन्छ सर? तपाईँले भनेको कुराको एन्सर मैले दिन खोजेँ। धेरै भारी बोक्यो भने हर्नियाको समस्या एकदम जोखिमपूर्ण हुन्छ। हर्निया भनेकै हाम्रो यो जुन पेटको भागहरू हुन्छ कमजोर भयो भने त्यहाँ भित्री अङ्गहरू जस्तै बोसो भयो, कहिलेकाहीँ हाम्रो आन्द्राहरू भयो, अरू कुराहरू अङ्गहरू भित्रबाट आउन सक्छ। त्यही भएर हामीले जति भित्रको प्रेसरहरू बढ्यो, भारी बोक्यो भने धेरै स्ट्रेनिङ गर्नुपर्छ नि त। त्यो स्ट्रेनिङ गर्दाखेरि त्यहाँ जुन सानो पाल छ भने त्यो तन्किन्छ र त्यहाँबाट फेरि झन् बढी निस्किने हुन्छ, भित्री अङ्गहरू निस्किने चान्सेस हुन्छ। त्यही भएर सकेसम्म धेरै भारी बोक्नु चाहिँ हुन्न।
हर्निया भएको भनेर चाहिँ बिरामीले आफैले हजुर पत्ता लगाउने लक्षणहरू त्यस्तो केही छ जस्तै अब हर्नियाहरू बिरामीहरू प्राय आउँदाखेरि हाम्रो ओपिडीमा आउँदाखेरि बिरामीहरू डाक्टर साहब डल्लो भयो, डल्लो आफै आउँछ जान्छ भन्नुहुन्छ है। त्यो कहिलेकाहीँ डल्लो भएको ठाउँमा पुरै नगएर आधी अड्केर बसेको हुन्छ, त्यहाँ बोसोहरू आएर अड्केर बसेको हुन्छ है। अनि कहिलेकाहीँ आन्द्राको भागहरू नै आएर अड्केर बसेको हुन्छ। यदि बोसो आएर अड्केको छ अनि ती आन्द्राहरू आएको छ भने कहिलेकाहीँ बिरामीहरू धेरै दुखाइ भयो भनेर पनि आउनुहुन्छ र त्यो डल्लोहरू भित्र नगएर पनि समस्या लिएर आउनुहुन्छ है। अनि कहिलेकाहीँ अब कोही कोही बिरामीहरूले डल्लो आउने जाने त्यस्तो भएर आउनुहुन्छ। अनि हर्नियाको विभिन्न प्रकारहरू छन्। कहिलेकाहीँ हर्निया आफै जाने भित्र आउने त्यस्तो तरिकाको किसिमको हुन्छ। अर्को भनेको त्यो हर्निया आउने अड्किने र नजाने है, त्यही ठाउँको ठाउँ भइराख्ने र त्यहाँ अड्किराख्यो भने आन्द्राहरू बोसोहरू अड्क्यो भने त्यहाँ रगतको सञ्चारहरू बन्द हुने र बन्द भइसकेपछि पछि त्यो रगत सञ्चार भएपछि त्यहाँ सुनिने इन्फेक्सन हुने बढेपछि अनि पछि फुटेर यो तलको पेटको आन्द्रा भागहरू त्यस्तो यदि छ भने तिनीहरू फुट्ने सक्ने सम्भावना हुन सक्ने, कुहिने फुट्ने सम्भावना र पछि त्यो फ्युचरमा हामीले पेटभरि इन्फेक्सनहरू फैलिने र पेरिटोनाइटिसहरू त्यस्तो कन्डिसनहरू ल्याउँछ है। त्यही भएर समयमै बिरामीहरूले डल्लो बाहिर आयो गयो र दुखाइ पनि भयो भने त्यस्तो लक्षणहरू केही असजिलो फिल गर्नुभयो भने तुरुन्तै चाहिँ शल्य चिकित्सकसँग परामर्श लिएको उचित हुन्छ। सर यो हर्नियाका बिरामीहरूलाई चाहिँ कस्तो किसिमको चाहिँ सल्लाह सुझावहरू हजुरले दिन चाहनुहुन्छ? हर्नियाको बिरामीहरू आउँदाखेरि उहाँहरूले समयमै उहाँलाई मैले अघि भने जस्तो यदि डल्लो आएको गएको महसुस गर्नुहुन्छ भने समयमै या अड्केर आएको दुखेर आउनु भएछ भने समयमै शल्य चिकित्सकसँग परामर्श लिनुपर्ने हुन्छ। कहिलेकाहीँ कतिपय हर्नियाहरू यदि अड्केर आएको छ भने एकदम डेड एन्ड डाई कन्डिसनहरू त्यो एकदम जटिलता लिन सक्छ। त्यही भएर समयमा त्यसको उपचार गर्नुपर्ने हुन्छ। अनि यदि हामीले हर्निया बिरामीको इलेक्टिभ मिन्स प्लान गरेर अपरेसन गरिरहेको छौँ भने अपरेसन गर्नुभन्दा अगाडि हर्नियाको बिरामीहरूलाई हामी यदि उहाँहरू चुरोट खाइरहनु भएको छ भने चुरोट चाहिँ बन्द गर्नुपर्छ भन्नुपर्छ। रक्सीहरू खानुभएको छ भने त्यो बन्द गर्नुपर्छ। अरू कुनै रोगहरू छ भने त्यो रोगलाई मिनिमाइज गर्नुपर्ने हुन्छ है, न्यूनीकरण गर्नुपर्ने हुन्छ। अनि बल्ल त्यसपछि हामीले प्लान गर्न सक्छौँ। यदि त्यस्तो अड्केर आएको छ भने त्यसलाई त हामीले तुरुन्तै अपरेसन गर्नुपर्ने हुन्छ। र अपरेसन गरिसकेपछि पनि बिरामीलाई हामीले सल्लाह दिन्छौँ कि कब्जियत हुने कुराहरू खानेकुराहरूमा ध्यान दिनु पर्यो। पानी प्रशस्त खानु पर्यो। धेरै गह्रुङ्गो कामहरू सकेसम्म नगर्ने, कमसेकम 3 देखि 6 महिनासम्म चाहिँ त्यो गह्रुङ्गो कामहरू उकालो ओह्रालो चढ्ने त्यस्तो कामहरू चाहिँ गर्नु भएन। यही सजेसन दिन चाहन्छु। यदि अपरेसन गरिसकेपछि उत्तिखेरै कामहरू त्यस्तो गह्रुङ्गो कामहरू गर्नुभयो भने धेरै फेरि भार पर्छ नि त, पेटमा भार पर्छ, भित्री त्यो सिलाको ठाउँमा जाली राखेको ठाउँमा त्यहाँहरू समस्या आउन सक्छ। त्यही भएर सकेसम्म रेस्ट चाहिँ अलिकति चाहिन्छ। अनि त्यो उत्तिखेरै एक्टिभिटीहरू धेरै बढायो भने त्यो चाहिँ सिलाको ठाउँमा फाट्न सक्छ र फेरि हर्निया हुन सक्ने चान्सेस भएको कारणले गर्दाखेरि बिरामीलाई सकेसम्म कब्जियत चाहिँ हुन दिनु भएन र गह्रुङ्गो कामहरू केही समयको लागि चाहिँ बन्द गर्नु पर्यो। चुरोट खाने मान्छेहरूमा के हुन्छ, धेरै खाँसी आउँछ, त्यो सकेसम्म खाँसीहरू पनि हुन दिनु भएन, कन्ट्रोल हुन दिनु पर्यो त्यो कुराहरू। अनि चुरोटले गर्दाखेरि कहिलेकाहीँ त्यो घाउहरू टिस्यु हिलिङहरूमा पनि त्यसमा पनि एफेक्ट गर्छ। यदि डायबिटिक अरू कुनै रोगहरू छ भने त्यसले पनि वाउन्ड हिलिङमा यो घाउ निको हुनमा असर गर्छ। त्यही भएर सकेसम्म यो कुराहरूलाई मुख्य ध्यान दिनुपर्ने हुन्छ र खानेकुराहरूमा कब्जियत हुने कुराहरूमा चाहिँ प्रशस्त रूपमा ध्यान दिनुपर्ने हुन्छ। सर यो सामान्यतया हाम्रो गाउँघरमा देखिने अर्को एउटा समस्या, इभन मेरो हजुरबुवालाई पनि भएको प्रोस्टेटको समस्या। हजुर। सर यो प्रोस्टेट भने चाहिँ के रहेछ सर? प्रोस्टेट भनेको पुरुषहरूमा हुने एउटा सानो ग्रन्थि हो जुन मूत्राशयको तल नलीतिर वरिपरि घेरेर बसेको हुन्छ। यसले वृहलाई सन्तुलन पुर्याउने केही हदसम्म सहयोग गर्ने हुन्छ। सर यो महिलाहरूमा चाहिँ प्रोस्टेट हुन्छ कि हुँदैन सर? कस्तो कुरा गर्नुभएको, अघि मैले भने भर्खर त पुरुषहरूमा हुने एउटा सानो ग्रन्थि हो। यो प्राय महिलाहरूमा चाहिँ हुँदैन। झोको पार्ट्स।
अब यो प्रोस्टेटको समस्यामा के कस्ता लक्षणहरू आउँछन् अब त सर? प्रोस्टेट भनेको हाम्रो प्रोस्टेटमा समस्याका लक्षण प्राय वृद्ध बाहरू है उहाँहरू आउनुहुन्छ। सर खाजा आएछ सर, खाजा खाँदै गरौँ। थ्याङ्क यू बुवा। सर यहाँको बुलबुल फार्मको कस्तो रहेछ खाजा पनि टेस्ट गरौँ। सर अब प्रोस्टेटको समस्यामा हजुर, के कस्ता लक्षणहरू चाहिँ सर देखिन्छन् त सर? प्राय प्रोस्टेटको समस्या हाम्रो वृद्ध बाहरूले हाम्रो ओपिडीमा आउने गर्नुहुन्छ। उहाँहरूले पिसाब तारन्तार लाग्ने भन्ने समस्या लिएर आउनुहुन्छ अनि राति धेरैचोटि उठ्नुपर्छ अनि पिसाब गर्दाखेरि पिसाबको धारा त्यति राम्रोसँग हुँदैन र पिसाब गर्नलाई धेरै कनिनुपर्छ। पिसाब लाग्यो भनेर भन्नुहुन्छ तर पिसाब गर्न जाँदाखेरि पिसाब राम्रोसँग निख्रिँदैन र पिसाब गरिसकेपछि पनि पिसाब चुइने समस्याहरू त्यस्तो देखिन सक्छ। कहिलेकाहीँ पिसाबको 2टा धारा पनि देखिन्छ। यी कुराहरू हामी कहाँ कम्प्लेन लिएर आउनुहुन्छ। सर अब यो प्रोस्टेटको समस्यामा हजुर, उपचारका पद्धतिहरू के कस्ता छन्? प्रोस्टेटको उपचारको पद्धतिहरू धेरै प्रविधिहरू छन्। आफ्ना अनेक तरिकाले गर्न सकिन्छ। जस्तै कि केही पद्धतिहरू भनेको औषधिले गर्न सकिन्छ। अर्को कुरा चाहिँ अपरेसन गरेर गर्नुपर्ने हुन्छ है। त्यसको अपरेसनको पनि आफ्नै छुट्टै तरिकाको अपरेसन गर्ने प्रविधिहरू छ। लेजर विधिबाट गर्ने कि यो छिरेर गर्नु पर्यो त्यस्तो प्रविधिहरू छ। र अर्को चाहिँ औषधि दिएर हामीले प्रोस्टेटको उपचार सुरुमा लक्षणहरूलाई न्यूनीकरण गर्न सकिन्छ। जस्तै औषधि दिँदाखेरि हामीले थरीका औषधिहरू छन्। औषधिको काम के हो भने लक्षण लिएर आउनुभएको छ भने त्यो लक्षणहरूलाई घटाउने र केही औषधिहरू पनि त्यो ठुलो भएको ग्रन्थीहरूलाई कम गर्यो अनि जुन मूत्राशयको नलीहरूलाई अलिकता साँघुरोभन्दा अलिक फराकिलो बनायो भने लक्षणहरू कम भयो। यदि औषधि दिँदा पनि यो लक्षणहरूमा कम भएन भने हामीले चाहिँ अल्टिमेट भनेको अपरेसनतिरै जानुपर्ने हुन्छ। त्यो अपरेसनको छुट्टै प्रविधिहरू हुन्छ। सर जस्तै कि गाउँघरमा बस्ने मेरो हजुरबा जस्तो प्रोस्टेटको समस्या लिएर बस्ने बुवाहरूलाई हजुर कस्तो सल्लाह दिन चाहनुहुन्छ सर? उहाँहरूलाई के सल्लाह दिन चाहन्छु भने यदि उहाँहरूले त्यस्तो अघि मैले लक्षणहरू के हुनसक्छ ती लक्षणहरू जस्तै पिसाब तारन्तार लाग्ने, राति धेरैचोटि उठ्नुपर्ने, पिसाब रोकियो भने, पिसाबको धारा 2टा भयो भने, पिसाब गर्दाखेरि सानो धारा भयो भने र पिसाब गरिसकेपछि पनि पिसाब चुइने त्यस्तो समस्याहरू देखियो भने, गाह्रो भयो भने तुरुन्तै घरमा नबसिकन अप्ठ्यारो नमानिकन तुरुन्तै अस्पताल आउने र सही चिकित्सकसँग सल्लाह लिने। यसरी सल्लाह लिएमा समयमै यदि अस्पताल आइयो भने त्यसबाट हामीले समयमै त्यो रोगको उपचार न्यूनीकरण गर्न सक्छौँ। अनि यो जति पनि सर्जरी रिलेटेड चाहिँ कुराहरू गऱ्यौँ योभन्दा बाहिर हजुरको आन्तरिक जीवनका केही तस्बिरहरू देखाउन चाहन्छु। हुन्छ, र त्यसलाई हेरेर तपाईँले कस्तो मनमा चाहिँ के कुराहरू चाहिँ हुन्छ त्यो व्यक्त गरिदिनु होला सर। हुन्छ। सर सर्वप्रथम फोटो हामीसँग एउटा हजुर छ यो छेउको लेफ्ट राइटतिरको छेउको साथी अहिले चाहिँ यही लुम्बिनी मेडिकल कलेजबाटै डाक्टर प्रेमराज रेग्मी उहाँ चाहिँ एनेस्थेसियोलोजी गर्नुभएको। उहाँले नै गर्दा म यहाँ लुम्बिनी मेडिकल कलेज आउन सफल भएँ। उहाँ चाहिँ एकदम मेरो रुममेट पनि भनौँ, एपार्टमेन्ट मेट पनि भनौँ र क्लासमेट पनि। उहाँ एकदम रमाइलो मान्छे र बिचको म र मेरो प्रेमराज साथीको बिचको जुन उखानाको साथी हुनुहुन्छ उहाँ पनि एकदम हामी उहाँलाई नेपाली काले भनेर जिस्काउँथ्यौँ है। एकदम रमाइलो छ हुनुहुन्थ्यो, एकदम रमाइलो हुनुहुन्थ्यो। अहिले उहाँ खानामा आउनुहुन्छ। उहाँको आफ्नै अस्पतालहरू पनि छ। उहाँ चाहिँ मेरो जन्मदिने बुवा मम्मी। उहाँहरूले गर्दाखेरि नै म चाहिँ अहिले यो यहाँ जेनरल एन्ड ल्याप्रोस्कोपी सर्जन भएको छु। त्यही भएर उहाँहरूले जे गर्नुभयो जानेदेखि उहाँहरूलाई म युक्रेन जाँदाखेरि उहाँहरूलाई केही पनि थाहा थिएन म युक्रेन जाँदैछु भनेर। उहाँहरूलाई सडन मैले युक्रेन जाने भनेर भिसा लगेर ड्याडी मम्मी म भोलि जाँदैछु युक्रेन भनेर 1 दिन अगाडि थाहा भएको। उहाँहरूले त मलाई बाहिर जानै दिनुभएको थिएन। अनि 1 दिन थाहा भएपछि अनि बल्ल म युक्रेन चाहिँ गएँ र फाइनली म आफ्नो सपना डाक्टर बन्ने सपना चाहिँ पुरा गरेँ। र हामीसँग अर्को फोटो छ सर। उहाँ चाहिँ मेरो अर्धाङ्गिनी। उहाँ चाहिँ हाम्रो चाहिँ बिहा खासमा फेसबुकबाटै हो। फेसबुकबाट चिनजान भएर तर उहाँ चाहिँ मेरो रिलेटिभ्स भन्नुहुन्थ्यो र फेसबुकमा मैले चिनजान गरेर अनि उहाँसँग बिहा गरेको
अब उहाँ चाहिँ मभन्दा एजमा कान्छो भए पनि सबै कुराहरू मभन्दा अलिक कम पढेको भए पनि सबै कुरा पढाइ र सबै कुरा पढाइ र ठुलो पोस्ट चाहिँ हुँदो रहेनछ। अहिले बिस्तारै उहाँ पनि ठुलो पोस्टमा मभन्दा ठुलो पोस्टमा पुग्नुहुन्छ। तर उहाँ चाहिँ ब्याचलर हुँदाखेरि म चाहिँ सर्जन रेजिडेन्सी गरिरहेको थिएँ। अनि घरमा सबै कुराहरू हामी बिस्तारै घरमा कसैले मान्नु पर्दैन, तर घरमा चाहिँ बिस्तारै बिस्तारै कुरा राखेपछि मलाई मेरो दुःखमा युक्रेनबाट नेपाल फर्केर आउँदाखेरि मलाई दुःखमा धेरै साथ दिनुभयो। त्यही भएर मलाई बिहाको लागि कति अफर आएको थियो, तर मैले त्यो अफरहरूलाई सबै कुरा पैसा पोस्ट ठुलो हुन्छ भनेर त्यो नमानिकन मैले उहाँलाई नै रोजेको र सी इज भेरी कोअपरेटिभ एन्ड सी इज भेरी सपोर्टिभ टु मी। मेरो हरेक क्षण मेरो हरेक प्रगतिमा उहाँले धेरै साथ दिनुभयो। सर यो अर्को फोटो छ नि, यो त भुल्नै नसक्ने मेरो लाइफको सबभन्दा स्ट्रेसफुल लाइफ, ट्रबल लाइफ यस्तो मैले कहिले पनि फेस गरेको थिएँ। जुन सन् 2022 फेब्रुअरीको फोटो हो यो। म त्यहाँ युक्रेनमा वार युद्ध हुँदाखेरिको फोटो हो। म युद्धमा युक्रेन युद्ध सुरु भएको भोलिपल्ट हामी चाहिँ यो युद्ध भएको भोलिपल्ट पैदल गाडी सबै स्ट्राइक भइसकेपछि के कहाँ जाने कसो जाने के गर्ने भन्ने कसरी घर फर्किने डरले त्रास भएर हामी सबै विदेशीहरू भएको त्यहाँको भएको सबैजना यो हामी चाहिँ इसोको बेला थियो। त्यो बेला केही पनि सामानहरू नलिकन हामी हतार पतार गरेर हामी चाहिँ 30 किलोमिटर एराउन्ड 30 किलोमिटर जति हिँडेर यो रोमानियाको बोर्डरमा पुग्यौँ। र रोमानियाको बोर्डरबाट एकदम गाह्रो थियो। 2-4 दिन हामी चाहिँ रोमानियाको बोर्डरमा बस्यौँ। हामीलाई खानालाई पनि गाह्रो, चिसोमा चिसो पिँढीमा हामी धेरै बस्यौँ है, बाहिर बस्यौँ। त्यो बेलाको तस्बिरहरू एकदम स्ट्रेसफुल। कतिखेर मरिन्छ कतिखेर बाँचिन्छ वारमा। हाम्रो टाउकोमाथि रकेट जाने, बम छेउमा पड्किने, बन्दुकहरू। त्यो बेला कतिखेर के हुन्छ भने सबै त्रसित भएको अवस्थामा हामी चाहिँ बोर्डरमा रोमानिया र युक्रेनको बोर्डरमा हामी छिच्चिएर बसेको। कतिखेर बोर्डर खुल्छ त्यति बेला हामी रोमानियातिर प्रवेश गरौँ र फाइनली नेपाल फर्कौँ। त्यो बेलाको तस्बिर सर त्योहरू चाहिँ हाम्रो यति नै छ। र जाँदा जाँदै यो प्रोग्राममा चाहिँ एउटा मायाको चिन्हहरू पनि सानो एउटा चाहिँ राखेका छौँ सर। त्यसको लागि चाहिँ जुन साथ सपोर्ट दिनुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद। आगामी दिनमा पनि साथ र सपोर्टको आशा गरेका छौँ हामी सबैले। धेरै धेरै धन्यवाद सर। आशा गर्छु कि मैले भनेको कुराहरू नेपाली जनतामा पुगोस् र हजुरको धेरै धेरै उन्नति होस् र प्रगति पनि त्यति गर्दै धेरै धेरै धन्यवाद सर।